नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ। नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। कराउँदा अन्तत प्रधानमन्त्री बालेन्द्र शाह सदनमा आएर बोलेका छन्। तर के बोले थाहा छ? नेपालले इन्डियाको भूमि अतिक्रमण गरेको छ रे। उनले यो चाहिँ बोल्न सकेनन् कि इन्डियाले नेपालको 23 जिल्लाका 72 स्थानमा सीमा अतिक्रमण गरेको छ। अतिक्रमण मात्र होइन, कब्जा नै जमाएर बसेको छ। उनले बरु यो बोले कि नेपालले पनि इन्डियाको जमिन अतिक्रमण गरेको छ। अब कहाँको जमिन अतिक्रमण गरे, कति अतिक्रमण गरे, तपाईहरुलाई थाहा छ यस बारेमा? यदि थाहा छ भने कमेन्टमा चाहिँ लेख्न नबिर्सिनु होला है। त्यो भन्दा पहिला यो भिडियो हेर्नुस्। लिपुलेक लिम्पियाधुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके। यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।